गाइज विजया दशमी तथा शुभ दीपावलीको सबैलाई मेरो सबै ब्लग हेर्ने महानुभावहरूलाई धेरै धेरै हार्दिक मङ्गलमय शुभकामना। सो गाइज आज रहेको छ हाम्रो दसैँको दिन अनि अहिले बजेको छ कति 7:30 अनि आज छिटो उठेँ म दसैँको दिन। सो अब सबैले दसैँको शुभकामना दिन चाहन्छु म चाहिँ। अनि अहिले चाहिँ गाइज म जाँदैछु मासु ल्याउन। आज दसैँको दिन मासु खानुपर्छ, मासु भात टक्क ल्याम्ब। सो म चाहिँ जाँदैछु अहिले मासु ल्याउन। अनि आजको चाहिँ ब्लग राम्रै हुनेछ किनकि आज टिका लाउनुपर्छ, यसो तास खेल्नुपर्छ होइन। सो त्यसले गर्दा सो गाइज म चाहिँ यहाँ अहिले मासुको लागि भट्किरहेको छु। बिहान नै आउनुपर्ने रहेछ 5 बजी उठेर, तर अहिले गाडी लाग्यो, अहिले मासु पनि छैन, भट्किरहेको छु म यहाँ। अब हेरौँ के हुन्छ। गइरहेको छु बजार। अझै बजार पाइएपछि त भइहाल्थ्यो र नपाइएपछि चन्दना भन्छ त्यो फेरि गाह्रो परिहाल्छ। सो बजार त गइरहेको छु म, हेरौँ। अनि आज हाम्रो सवारी छ यहाँ हेर्नुहोस्, घोडो पुरा दौड्नेवाला। सो अब हेरौँ पाइन्छ कि पाइँदैन, गइरहेको छु बजार त। अनि मासु चाहिँ मैले पाएन अनि पछि पुरै बजार घुमेँ होइन, कहीँ पाइएन क्या। एउटा ठाउँ थियो होइन, त्यहाँ 4-5वटा खसी काटेको थियो तर मासु छैन अरे कि। यस्तो भिड थियो त्यहाँ, मलाई लाग्न त लागिसकेको थियो पाइने होइन भनेर, पाइएन। अब मैले ड्याडीलाई भनेको छु, ड्याडी फेरि अब सब्जी मन्डीबाट ल्याउँछु भनिरहेको थिएँ। त्यहाँ त पाइहाल्ला किनकि त्यो त मार्केटै मासुको भयो। सो अब ड्याडी ल्याउँछन् मासु चाहिँ। अनि म चाहिँ गाइज अब घरतिर लाग्छु। हेर्नुहोस् यहाँ मौसम कस्तो भएको छ, पानी पर्ने जस्तो भइरहेछ पुरै। आज हिले दसैँ हुन्छ क्या अब पानी परेर। सो केही छैन, हिले दसैँ भए पनि हामी दसैँ राम्रै मनाउने छौँ होइन। दसैँ भनेको एउटा महान चाड हो हिन्दू पर्वहरूको। सो यसलाई चाहिँ हामीले भव्य साथ मनाउनुपर्छ। सो हेर्दै गर्नुहोस्, अब घर गएर हुन्छ सबै कुरा। गाइज हामी चाहिँ रेडी भइसक्यो दसैँको टिका लाउनको लागि। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो फुपू पनि रेडी भइसक्यो, यहाँ हेर्नुहोस् टक्क हाँस्दैछ। सो हामी चाहिँ रेडी भइसक्यो, अब मम्मी टिका लाउनु बोलाइरहेछन्, अब टिका लाउनु गइरहेछौँ हामी। अनि यहाँ सबै रेडी भइसक्यो, यहाँ मम्मी पनि रेडी भइसक्यो, हाँस्दैछन्। त्यसपछि यता हेर्नुहोस् ड्याडीलाई, यहाँ टिका भइरहेछ हाम्रो। सो अब चाहिँ टिका लाउनुपर्छ है।
गाइज टिका सिका भइसक्यो यहाँ दक्षिणा पाइसक्यो हामीले नयाँ नयाँ कडकडाना नोट छन् यहाँ देख्न सक्नुहुन्छ यो त 10 को हो अरू पनि छ यहाँ दक्षिणा छ आज टन्नै छ अब 50 हो यो हात लाउनु हुन्न सो यहाँ हेर्नुहोस् पुगोको चाहिँ जुटो परेको थियो त्यसरी लाएन आज तर हाम्रो चाहिँ राम्रै भयो अब चाहिँ गाइस के गर्नुपर्छ भन्दाखेरि अब चाहिँ एकछिनमा दिदी पनि आउन लाखन् फेरि दिदी पनि टिका लाउँछन् फेरि एकछिनमा यसो तास खेल्न जानुपर्छ तास चाहिँ बिर्सिनुहुन्न है गाइस फेरि तास त फेरि खेलिहाल्नुपर्छ होइन सो एकछिनमा देखाइरहन्छु तपाईँलाई म होइन देखाइ नै रहन्छु तपाईँहरूलाई म के कस्तो हुन्छ के कस्तो चलिरहन्छ भनेर सो हेर्दै गर्नुहोस् है तपाईँहरू सो म चाहिँ घरदेखि अघि नै निस्केको हो तर निस्केर मैले भ्लग चाहिँ बनाएन बिर्सिहालेँ कि म एउटा पुरानो साथी भेटिएको थियो त्योसँग पनि भ्लग बनाउन बिर्सेँ म सो अहिले चाहिँ हाम्रो एनसी बोय छ हाम्रो प्रतीक पाण्डे मिस्टर प्रतीक पाण्डे ए नो आज छैन मलाई दशा लाग्यो आज चाहिँ उसले पुरै महिनाको मार्केट खाइसक्यो कि गाइस अहिले पेट भएर घर गइरहेको छु अब सो अब चाहिँ हामी जाँदैछौँ हाम्रो साथीको घरमा कुरा गर्न आज हाम्रो प्लान छ अब दाइ दसैँ हो थाहा छ होइन तास त खेलिन्छ तर घर र भन्ने डर भयो अब आफ्नै घर खेलाएको के हुन्थेन घरबाट साथीको घर जान्नु छ तर घर बोलाएको छैन मलाई के भन्ने त बाखालाई के बनाउने भन्ने डर हो अनि अब घर जान्छौँ कस्तो हुन्छ कन्डिसन के हुन्छ अब मेरो मुड अफ हुन्छ कि अन हुन्छ कि अब घर गएर त्यो घर थाहा पाइन्छ त्यो तपाईँ पनि थाहा पाइहाल्नुहुन्छ ब्लगमा यो ऊ गरिहाल्नेछ मतलब अपडेट गरिहाल्नेछ यस अपडेट भइहाल्छ तपाईँहरूलाई सो त्यसपछि उसको घरपछि चाहिँ हामी मेरो घर जानेछौँ मेरो घर त मिलिहाल्छ अब त्यही पनि म यसो चेन्ज गरौँ भनेको यति ह्यान्डसम भएर कति डुल्नु होइन कति केटी पटाउनु कि होइन त्यसैले अब हल्का सिम्पल बन्नु पऱ्यो होइन फेरि कति भन्नु होला होइन हातबाट निस्किन लागिहाल्छ हतपार गर्दैछ है आफ्नो कोही भने रहेछ कोही भने अघि हेर्दै थियो जसको भिडियो 10चोटि हेरेको थियो फेरि भनेपछि गफ लाग्ला तपाईँहरूलाई भ्लगमा देखाउनु पाइएन हेरे भने हामी त स्कुलमा गइरहेको छौँ उहाँबाट केटी आइरहेको छ झन्डै ठुक्किन लाग्यो यस्तरी हेर्दै थियो नि गाइज अब के भन्नु के गाइज त्यस्तो भयो होइन सो अब चाहिँ हामी मजाक से हट्के अब हामी जान्छौँ प्रत्येक साथीको घर त्यसपछि मेरो घर जान्छौँ आज हाम्रो प्लान के छ भने गाइज हामी दुईटाले मिलेर तासमा 5000 जति जित्नु छ है गाइज 5000 जति जित्नु छ त्यो या त हारिन्छ जितिन्छ त्यो त अब तासको नियमै हो तर एउटा माइन्ड सेट भन्छ नि त्यो माइन्ड सेट लिएर हिँडिरहेको छ कि हामीले 5000 रुपियाँ उठाउँछ अनि हामीले 5000 को सपिङ हाल्छ सपिङ नै 5000 के गर्ने हामी 5000 को कार्की होटल जान्छ त्यहाँ नास्ता हान्दैछ यस यस्तो दबाएर हान्नुपर्छ गाइस 15 मिनट मात्र हान्न पाइन्छ गाइस होइन 15 मिनट कति हालिन्छ अब नास्ता सो अब चाहिँ हुन त हो आज बाबु पनि त्यो बाबु हिजो त रित्या होइन तर आज त्यो कस्तो दक्षिणा ल्याएर चाहिँ फेरि हाम्रो अर्को छ कुँवर भन्ने आज पुग्दैछ त्यसको आज साप पार्नुपर्छ गाइस त्यसपछि बाबुले आफ्नो दाइलाई पनि ल्याएर आएछ अब दाइको पनि अब दाइ पनि हल्का हुने खाने जस्तो देखिया छ है होइन ठिक्कै जेन्टलम्यान छ दाइ तलवाला भइदिया त फेरि हात्ती झर्छ नि आइहाल्छ हामी पनि हात्ती त छैन र अब हामी घोडा बाघ चल्दिउँला गाइस बाघ चल्छ सो हेर्दै गर्नुहोस् है त सो गाइज अहिले छौँ हामी हाम्रो सुसुपालीको घरमा अनि आज चाहिँ हामीले तास खेलेको थियो सो आज चाहिँ मस्तो जितिएको छ तासमा यहाँ हेर्नुहोस् यहाँ तास मस्तो यहाँ मोटो घाटो भएको छ यहाँ पैसा टक्क आज जितिएको छ तपाईँहरूको दाइले सो अब यस्तै छ ह्याप्पी दसैँ अझ पनि सो अब तास खेलेर यहाँ हेर्नु कस्तरी यहाँ मोबाइलमा झुन्डिएको छ एकजना अर्को हेर्नु यहाँ कस्तरी लम्पचाड भएको छ यहाँ सो अब गुड नाइट अब भेटौँला नेक्स्ट ब्लगमा है त